के हुन्थ्यो र बुढी पुरानो यादहरूले सताएको छ। पुराना कुराहरू सम्झेर अब केही फाइदा छैन बुढो। जे हुनु भइसक्यो। अब बितेका कुराहरूलाई सम्झेर यसरी नटोराउनु। सम्झिन्छु भनेर कहाँ सम्झेको हो र बुढी। यसो एक्लै बस्दाखेरि पुराना यादहरूको झल्को आउँदो रहेछ। हजुरले त्यस्तो सोचेर हुँदैन नि बुढो। अब भाबीले जे लेखेको छ त्यही भोग्नुपर्छ भन्छन् क्यारे सबैले। अब हजुरको भाग्यवान जे लेखेको थियो भोगिसक्नुभयो। अब हजुरको साथमा म छु, पिर नलिनु। मैले पनि यही कुरालाई सम्झिरहेको छु। अब बाँकी जिन्दगी अगाडि बढाउनुपर्छ। साँच्ची बुढो, अस्ति हाम्रो घरमा एउटा जोगी आएको थियो। के कुरा गर्यो, कस्तो घर बिग्रियो के भनिरहेको थियो। तर उसको कुरा मैले केही पनि बुझेन। त्यस्तो पुरानो कुराहरू रोडीबाजीलाई मान्नुहुन्न। एक त तिनी आफै माग्ने हुन्, तिनलाई के थाहा हाम्रो घरको विषयमा। त्यो त हो बुढो, तर मलाई त कता कता शङ्का लागिरहेछ कि कतै हाम्रो घरमा कसैले जासुसी गर्नलाई पठाएको त होइन। छ्या छोडिदेऊ त्यस्तो कुराहरू। बरु बिहे भएको पनि 3-4 महिना भयो। के छ, कतै केही लक्षण देखाएको छैन? खोइ त्यस्तो केही त भएको छैन। भयो भने भनौँला नि। तपाईँ पनि कस्तो जिस्काउनु जानेको। होइन जिस्काएको, बरु यसो कतै भएपछि म पनि खुसी हुन्थेँ होला। पिर नगर्नु न, त्यो दिन पनि अवश्य आउँछ। ए ल ठिक छ, हुन्छ। जाम त पानी लिएर आएको रहेछौ नि। यो छोरो पनि कहाँ मुन्टिरहेछ कुन्नी। त्यो सहरबाट आएको त्यो नखरा माउले पो बिगार्ला जस्तो छ। त्यही त भनेको, यतिखेरै मुन्टिनु पर्ने त्यसलाई पनि। त्यो भरतले पो हाम्रो छोरा बिगार्ला जस्तो छ। सधैँभरि त्यही भरतसँग हिँड्छ रे। उसको बाउ पो विदेश छन् र हाम्रो त के नै छ र। के नै बिगार्ला र त्यसले। अब गाउँमा साथीहरू भनेको त्यही भरत मात्रै छ। अब त्योसँग नहिँडेर कोसँग हिँड्नुहोस् त। सहर पढ्न जान्छु भनेर भन्छ। अब कगजको कुरा के सुन्छ, फेरि रनाको मचाउन आउँछ। बाबुआमाको मन छोराछोरी माथि, छोराछोरीको मन ढुङ्गा मुढा माथि भन्थे बाबुआमाले। अब त्यस्तै हुने भयो। ओ छोरा यहाँ आजो, यहाँ बस। म यतै बस्छु बुवा। त्यो नखर माउले पछि गइरहेको छ त। के कुरा सुनायो त्यसले? म त्यसको पछि कहाँ गएको हुँ त बुवा। ऊ आफै आउँछ जिस्किन। अनि तपाईँसँग एउटा कुरा पनि गर्नु थियो। के कुरा हो भन्? आज किन त गम्भीर देखाउँछस्? अब म सहर जान्छु। यहाँ गाउँमा बसेर पढ्दैन। अब के भनिस्? हिजोसम्म यहीँ पढ्छु, यहीँ काम गर्छु भनेको मान्छेले आज सहर जान्छु रे? अचम्म छ बा। समय बदलिसक्यो आमा। यहाँ बसेर भविष्य बन्दैन। सहरमा राम्रो विद्यालय, राम्रो कलेज पनि छ अरे। अनि त्यहाँ राम्रो अवसर पनि छ अरे। ऊ केटीले भने कि अवसर त ठुला होला छोरा, तर त्यो अवसरसम्म पुग्नको लागि बाटो पनि चाहियो। अब हामीसँग त्यत्रो खर्च कहाँ छ? 2 छाक खान त हौँदै पुग्छ हामीलाई। पैसाको चिन्ता नगर्नुहोस् बुवा। म काम पनि गर्छु, सँगसँगै पढ्ने पनि गर्छु। काम गर्छु भन्नलाई पो सजिलो छ त। अनि त्यो सहर बजारमा साँझ बिहान छाक तार्न त कति गाह्रो छ। अनि कसरी गर्छस् तैँले? आमा, तपाईँको त्यो गाउँको बहिनीले नि त भन्नुहुन्थ्यो नि, गाउँमा बसेर केही काम छैन भनेर। सहरमा गएपछि राम्रो पढाइ पनि हुन्छ, अनि त्यहाँ राम्रो अवसर पनि पाइन्छ भनेर। बाबु, सालीले भनेकै भरमा जिन्दगी चल्ने हो र? उनले त हामीलाई सल्लाह पो दिएको त। खर्च हामीले बिहोर्ने हो कि खर्च उनले बिहोर्ने हो र?
बुवा तपाईँहरू किन मेरो सपना बुझ्नु न म केही बन्न चाहन्छु बाबु हामीले तिम्रो सपना रोक्न खोजेको होइन हामीले त हाम्रो अवस्था सुनाइरहेछौँ तिमीलाई बुझाइराखेको छौँ खाली भाडामा सपना पाक्दैन नि के पैसा नभएकै कारण मैले आफ्ना सपनाहरू गाउँमै बसेर मारौँ त बा हेर बाबु पैसा आफ्नो ठाउँमा छ घाँटी हेरी हात निल्नुपर्छ हिँड्न नजान्ने मान्छे बाटैमा लडिन्छ सधैँ हामी यसरी डराएर बसिरह्यौँ भने हामी गरिबको गरिब हुन्छौँ बा म आफ्नो भाग्य बदल्न चाहन्छु तेरो भाग्य बदलियो भने त हामी सधैँ खुसी हुनेछौँ तर तँलाई केही भइहाल्यो भने त्यही चिन्ताले हामीलाई निर्भोग लाग्ने छैन बाबु जवानीमा तेरो जस्तो इच्छा मेरो पनि धेरै थिए तर परिवारको जिम्मेवारीले गर्दा ती सबै इच्छाहरू माटोमा मिले मैले पनि तपाईँहरूलाई त्यस्तो के मागेको छु बुवा एउटा मौका मात्र त मागेको हुँ मौका दिन मिल्दैन त भनेको होइन नि बाबु तर त सहर गइस् भने यो घर सुनसान हुन्छ अनि हामी बुढाबुढी कसको मुख हेरेर बाँच्नु जति दुःख भए पनि सक्छु बुवा तर प्रयास नगरी हार खान सक्दिनँ के गर्ने त बुढा छोरोको सपना पनि त्यत्तिकै मार्न नमिल्ने एकरा सोचौँ हतारमा निर्णय नगरौँ यदि छोराको भविष्य बन्छ भने केही उपाय खोज्यो होला नि तपाईँहरू जे सोच्नु त सोच्नु म गएँ गाउँतिर आफू नमरी स्वर्ग देखिन्न भन्थे बुढापाकाले अब के गर्नु सासू ससुराल पनि हामीलाई एक्लै बनाए हाम्रो जिन्दगी पनि यस्तै रहेछ फेरि एक्लै नै हुने भयो अब के गर्छस् त बुढी तेरो साथ मलाई मेरो साथ तँलाई छोराछोरी जति जम्मा पनि आखिर केही हुन्न रहेछ यही कुरा मात्रै गर्ने हो कि खानु पनि पर्छ त्यसले गाउँदुल्न ठिकै छ म त खाना बनाउँदै हिँड्थेँ ओ पका पका बुढी अहिले परदिन पनि घरको कुरा सुनेर फेरि अरू अर्की रडाको मचाउने हो कि भनु लाग्छ तिम्रै साथी भनु लाग्छ मनका कुरा हो भनु लाग्छ तिम्रै साथी भनु लाग्छ मनका कुरा मेरो मनको चाहना कहिले हुन्छ होला पुरा भनु लाग्छ तिम्रै साथी भनु लाग्छ मनका कुरा भनु लाग्छ तिम्रै साथी भनु लाग्छ मनका कुरा यो साइकल पनि के भएछ टायर उस्तै बिग्रिएछ ओहो भरत मेरो भाइ के थोत्रो साइकल खिचेर चलाएर बसिरहेको छ यार ए आइपुगिस् त कहाँ थोत्रो हुनु कति पर्छ थाहा छ 15,000 हालेको पर्छ 15,000 साइकल थोत्रो छ 15,000 धाक्लाउँछ यार गाउँघरको बाटो भएर मात्र बिग्रेको हेर केटा साइकल राम्रो छ यो थोत्रो साइकल त साइड ला तसँग एकछिन बसेर कुरा गर्नु छ यार के गर्छ यो पनि ल राख्ने त यसको फेरि पाङ्दो पनि बिग्रिया छ ठिक छ पातिर बसौँ बरु के भन्न आइस् त कि त आज हेर्न मेरो भाइ आइज बस यतै तल घरमा बाले त भरससँग हिँड्छस् त खुब बिग्रिया छस् बाहिर केटी डुल्दै खोज्दै हिँड्छस् भन्छन् तेरो खास चाहिँ म भरमाइना छैन बट्टा गर बालाई गफलाउँछस् कि आमालाई गफलाउँछस् तैँले खै त मैले त तेरो बुवालाई भेट्या पनि छैन देखिया पनि छैन त्यही पनि गाउँमा कसैलाई भन्ने कि त्यो पनि याद छैन त्यही पनि तेरो बाउलाई भेट्नै मन लाग्दैन भेट्यो कि डर लागिहाल्छ बरु आज मैले घरमा बाआमासँग झगडा गरेर भए पनि सहर जाने कुरा मिलाएको छु हेरकेटा बरु त पनि घरमा कुरा गरिहाल सँगै दुइटा जानुपर्छ बा विदेशमा छन् यसो पैसा जुटा तर म जानुपर्छ सहरतिर मैले पनि बाउलाई त धेरै पैसा मागिसकेँ हेर आमा धन्न सोझी छन् र थाहा पाएको छैन अहिलेसम्म अब सहर जान्छु भनेर ठ्याक्कै माग्दा त फेरि नहोला नलिएला नली के बिरामी भएको नाटक गरिदिउँ है केटा ढाँट्या कुरा घाँटै मिल्दैन भन्छन् बट्टा बरु यसो नगरौँ
अब हाम्रो स्कुलको परीक्षा फी पनि तिर्नेछ, फर्मको शुल्क पनि तिर्नेछ, अनि यसो गाउँतिर अलिअलि उधारो सुधारो छ भनेर यसो गफला त्यताबाट पैसा जुगाड गर्न। हुन्छ, अहिले घरमा आमा पनि एक्लै हुनुहुन्छ, म सल्लाह गर्छु, केही न केही आइडिया लगाइहाल्छु। बरु अस्ति तल मलाई सोल्टी भन्ने केटी चाहिँ कहाँ कि रहेछ बट्टा, एक गाउँतिर कि कता कि यसो बुझ्न पाए हुन्थ्यो, नम्बरसँग खुत्काउन पाए त मजै हुन्थ्यो नि। त्यो निकै राम्रै पनि थिए, कसरी पत्ता लाउने होला तर? तँलाई सोल्टी भन्नुपर्छ पनि भने होइन र त्यसले त। यसो बाआमालाई भनेर कतै पत्ता लगाएस् न कि त तैँले। बाआमालाई पनि मलाई मारेल छ बट्टा, झन् त झन् सहर जाने कुरो चलाइरहन्छु, बरु सहर जाने मेसो मिले नि उतै गएर त्यो केटलाई खोजखान पारेर पट्याउला नि त, किन चिन्ता गर्छस् र यार। कुरो त ठिकै गरिस् के त हेर, भेट्न चाहिँ जसरी पनि भेट्नुपर्छ। बरु अहिले सहर जाने कुरा गरौँला, अहिले गाउँतिर जाउँ, कतै भेटिहाल्छ कि सहर गएको छैन भने। ल जाम त हिँड नि त। हेर सिर्जना, हामी त सानैमा बिहे गऱ्यौँ, लेख्न पढ्न नि पाइएन। यही गाउँघरमै दुःख गरेर जाने हो हाम्रो जिन्दगी पनि। हो नि, हाम्रो भाग्य नै यस्तो रहेछ, दुःख नगरेर के गर्नु। छ त्यो दुःखका कुराहरू, बरु सानको महिना लागेको छ, हरियो चुरा टिकुली मेहेन्दीहरू लगाउने होला। तिम्रो बुढाले पैसा पठाए कि नै? खै बोलचालै छैन, पैसा नि पठाएको छैनन्, अरू कोही केटीसँग लागे कि। ओहो त्यस्तो पो, अनि तिमीले त मसँगै भनेकै थिएनौ त। अनि कसलाई के भन्नु र आफ्नो मनका कुरा, तिम्रो हात पनि खाली देख्छु त। खै के भन्नु र, मेरो पनि त्यस्तै हो, मनको पीडा मनमै छ, समय आएपछि भन्नुलाई नि। घरकाले सानैमा बिहे गराइदिए, बिहे गरेर विदेश गएदेखि वास्तै गर्दैनन्, उता अर्को केटी पो हेरे कि। यता हाम्रो जिन्दगी यस्तो छ। तिम्रो र मेरो व्यथा उस्तै रहेछ, तिमीले भन्न सक्यौ, मैले भन्न सकिनँ, त्यस्तै त हो नि। अब यसरी कति दिन बस्ने हो र, वास्तविक के रहेछ पत्ता लगाउनु पर्छ। हो, मैले पनि त्यस्तै सोचिरहेकी थिएँ, पत्ता लगाउनलाई मिडियामा जानुपर्छ अरे नि त। हो नि, एकपटक मिडियामा जानुभन्दा अगाडि घर परिवारसँग सोध्ने हो कि के भन्ने हुन्। सही भन्यो तिमीले, एकपटक हामीले घर र माइत त सल्लाह लिनुपर्छ। तिम्रो पीडा पनि उही, मेरो पीडा पनि उही, अब यो बारेमा सोचेर अगाडि बढ्नुपर्छ है। हो नि, जति दुःख पीडा भए पनि बजार गएर चुरा र मेहन्दी चाहिँ लगाउनु पर्छ है। चुरा र मेहन्दी ल्याउने पैसा चाहिँ कहाँबाट ल्याउने नि? पिर नगर, अलिअलि पैसा मैले राखेकी छु, त्यसैले किनौँला नि। ल अब तिमी बस, म घर जान्छु, भोलि पर्सि चाहिँ बजार जानुपर्छ है। ल ल हुन्छ। छोरी, तसित केही कुरा गर्नु छ, आइज। छोरी, एउटा कुरा सम्झिनु, सहर जतिकै ठुलो भए पनि आमा बाउलाई कहिल्यै नबिर्सिनु। आमा, म पढ्न जाँदैछु, तपाईँलाई छोडेर होइन, तपाईँहरूको सपना पुरा गरेर फर्किन्छु आमा। दुःख परे आँसु नलुकाउनु, केही पर्यो भने फोन गर्नु। हुन्छ आमा, म पक्कै पनि गर्नेछु। सहरमा अनेक थरीका मान्छेहरू भेटिन्छन् छोरी, कसैको पनि विश्वास नगर है। चिन्ता नगर्नुहोस् आमा, तपाईँले सम्झाएको कुरा कहिले बिर्सिन्छ छैन। यो गाउँको माटो र यो घरको आँगनले तिमीलाई सधैँ पर्खिरहनेछ छोरी। म सफल भएर यो आँगनमा टेकेर हजुरको आशीर्वाद ल्याउनेछु आमा। बेलैमा कोठामा जानु, आफ्नो स्वास्थ्यको ख्याल गर्नु, बेला बेलामा फोन पनि गरिरहनु, नबिर्सिनु है। हुन्छ आमा, हरेक दिन फोन गर्छु, हजुरको बोली नसुनेर कसरी दिन जाला र। बरु भोकै बस्नु परे बसेस्, इज्जत फाल्ने काम नगरेस् छोरी, यो मेरो अन्तिम भनाइ हो, बुझिस् नि। आमा, तपाईँको शिर झुक्ने काम कहिल्यै गर्दिनँ। ल आऊ छोरी, टिका लगाऊँ अब। ल राम्रोसित तिम्रो उन्नति प्रगति होस्, जे काम सोचेर गएछौ त्यो काम सफल होस्, राम्ररी पढे, तिमी जे कामले गएछौ त्यो काम सफल गरेर आए, बाबुआमाको इज्जत राखे, बेला बेलामा फोन पनि गर्दै गरे, सम्झे, सधैँ आफ्नो घर, आफ्नो आमा बाउ, आफ्नो इष्टमित्र कहिले नभुल है छोरी। राम्रोसँग जाऊ छोरी, तिम्रो बाटो सधैँ उज्यालो होस्। यो निधारको टीका हजुरको आशीर्वादले मलाई केही हुने छैन आमा।
छोरी नरो, राम्रोसित जाऊ, नरोएर जाऊ है। बुहारी यताउता हिँड्दा गाउँले कुरा सुनाउँछन् होला, केही टेन्सन नल्याऊ है। गाउँको कुरा भनेकै नराम्रो भनिदिने त हो नि आमा। अब आफूले धैर्यता गर्नुपर्छ, एक दिन अवश्य सफल हुन्छ। बुहारी मेरो छोरो हुन त सिधै हो, कहिले काहीँ तिमीहरूको झगडा त हुँदैन? नै आमा, त्यस्तो झगडा केही पनि हुँदैन। खालि कहिले कसो जिस्काइराख्नुहुन्छ, त्यही हो, झगडा त हुँदैन। बुहारी यो त खुसीको कुरा हो नि दिदी। हो त, नाचौँ त पनि नाच, यो खुसियालीमा। बसमा अब कति नाच्ने र। अया थकेर लाग्यो, खुसी लागेको छ। दिदी अब त यो घरमा खुसी आयो, अब त खसी काटेर खाने होला नि त। खसी मात्रै? कति वर्षपछि यो घरमा खुसियाली आछ, हेर्दै जान के गर्छु आजै। तपाईँको खुसी मेरो पनि खुसी हो नि दिदी, हामीले पार्टी खानुपर्छ। खाने हो, एक दिन मिलाएर खाम्ला नि त, घरमा बनाएर मिठा मिठा चिजहरू बनाएर खाम्ला। हुन्छ दिदी, म पनि आउँछु, एक दुईजना दिदीबहिनीलाई पनि भन्नु होला, अनि सबैलाई थाहा दिनु परेन, गाउँमा खुसियाली मनाउनु परेन। ल ल, म भनिहाल्छु नि, यसको लागि त तैँले भन्नै पर्दैन, म आफै भनिहाल्छु नि, के चिन्तै नगर यसको लागि त। ल ल, आज अरू केही नभए नि चिया सिया खाएर जा, आइज जाऊँ भित्र, चिया पकाएर खाम्ला। लखन पार्कमा रहेको सोफी ओम फेसियल हाउस एन्ड ट्रेनिङ सेन्टर प्रालीको नयाँ शाखा तुलसीपुर चोकको ध्रुवबिन्दु भवनको ग्राउन्ड फ्लोरमा खुलेको ग्राहक महानुभावहरूलाई सहर्ष जानकारी गराउँदछौ। हजुर, सोफी ओम फेसियल हाउस एन्ड ट्रेनिङ सेन्टर प्राली छँदैछ नि। हामी कहाँ स्पेशल स्किन टेस्ट, हाइड्रा फेसियल, फेसियल, कोल्ड प्लाज्मा, बोटस, चाउरीपन हटाउने, काटेको पोलेको दाग हटाउने, कोठी मकी मुसा हटाउने, चाया पोतो डन्डीफोरको ट्रिटमेन्ट साथै हेयर सम्बन्धीका सम्पूर्ण कामहरू गरिन्छ। जस्तै हेयर कटिङ, हेयर ब्लिच, हेयर वासिङ, केराटिङ, हेयर बोटक्स, न्यानो बोटक्स, हेयर स्पा, न्यानो प्लास्टिया गर्नुका साथै स्किन हेयर सम्बन्धीका सम्पूर्ण कामहरू गरिन्छ। यहाँ ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण तालिमहरू पनि प्रदान गरिन्छ। दाङवासीहरूका लागि खुसीको खबर, यही 3 र 4 गते फ्री स्किन टेस्ट गरिन्छ, जसको लागि आस्था क्लिनिक काठमाडौँबाट ब्युटिसियन रिना र करुणा आउँदै हुनुहुन्छ। ओपनिङ अफरमा प्रोडक्टमा 7% डिस्काउन्ट र सर्भिसमा 30 देखि 50% सम्म डिस्काउन्ट अफर। हाम्रो नयाँ शाखा सँगै सोफी ओम ब्युटी पार्लर तथा ग्यारेन्टी गहना पनि खुलेको सहर्ष जानकारी गराउँदछौँ। सोफी ओम फेसियल हाउस एन्ड ट्रेनिङ सेन्टर प्राली, तुलसीपुर चोक ध्रुवबिन्दु भवन, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9841 23 238, 9841 23 238। नमस्कार, म सोफिया छेत्री घोराइदाङबाट। विगत 4 वर्षदेखि सोफी ओम फेसियल हाउस तथा ट्रेनिङ सेन्टर चलाउँदै आएको छु, घोराई लखन पार्क दाङमा।
फेरि पनि यो वर्ष चाहिँ हजुरहरूको माया साथ सपोर्ट र आशीर्वादले अर्को नयाँ ब्रान्च खोल्न सफल भएको छु। यो ब्रान्च चाहिँ हाम्रो ध्रुव भवनमा रहेको छ। हजुरहरू सबैजनालाई 4 गते यो ब्रान्चको ओपनिङ भएको हुँदा हार्दिक निमन्त्रणा गर्न चाहन्छु। थ्याङ्क यू सो मच। तिम्रै साथी भन्नु लाग्छ मनका कुरा।